सम्पूर्ण मित्रलाई हार्दिक नमस्कार छ मित्रहरू। अब चुनावको मतगणना पनि बिस्तारै बिस्तारै सकिँदै गइरहेको छ। सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु जो जतिले श्रम संस्कृतिको चुनाव चिन्ह अन्जुलीको माटोमा भोट हाल्नुभयो, र सबैजनालाई धन्यवाद दिन चाहन्छु जो जतिले अन्य पार्टीको चुनाव चिन्हहरूमा पनि भोट हाल्नुभयो। कमसेकम लोकतन्त्रलाई हामीले अभ्यास त गऱ्यौँ हैन। त्यसो भएको कारणले सबैजनालाई धन्यवाद दिन चाहन्छु। सबैतिर पूर्वदेखि पश्चिमसम्मका सम्पूर्ण उम्मेदवारज्यूहरूलाई धन्यवाद दिन चाहन्छु। जो पहिलो हुनुभयो बधाई छ, जो दोस्रो हुनुभयो, तेस्रो हैन, चौथो जुन हुनुभयो उहाँहरूलाई पनि म बधाई दिन चाहन्छु। किनभने लोकतन्त्रमा जनताको मत कहिले पनि हार्दैन। एक भोट मात्रै ल्याउने उम्मेदवारको पनि जितै हो यो, यसरी बुझ्नुपर्छ। सबैजनालाई म त्यो भन्न चाहन्छु। र सुनसरी 1 को हकमा चाहिँ अब यो समानुपातिको मतगणना लगभग आधी जति गनिसकिएको छ। यसको मतगणना सकिसकेपछि म सबैजनालाई धन्यवाद दिनका लागि अब सबैतिर त आउन भ्याउँदिनँ। मेन बाटोहरूमा के अरे म आउने छु, हाम्रो सानो र्याली जस्तो बनाएर धन्यवाद र्याली भनेर त्यसलाई मैले नाम दिएको छु। धन्यवाद र्याली, यो विजय र्याली भन्दिनँ म, धन्यवाद र्याली मैले दिनुपर्छ। र धन्यवाद र्यालीको लागि चाहिँ नि हामी सबै तयार हौँ। र धन्यवाद र्याली गरिरहँदाखेरि चाहिँ मलाई यहाँहरू सबैजनालाई म अनुरोध गर्न चाहन्छु। मलाई यो के भन्छ अरे खदामाला होइन, योहरू नल्याइदिनुहोस्, त्यो बिल्कुल नल्याउनु होला। खदामाला र अबिर नल्याइदिनु होला। तपाईँहरूको समस्या के छ त्यो समस्या चाहिँ एउटा पन्नामा लेखेर हैन, यस्तो कागजको पन्नामा लेखेर समस्या र सुझाव माग भनौँ न, समस्या सुझाव र माग, गुनासो पनि छ भने ठिक छ लेख्दा हुन्छ हैन। त्यो लेखेर तपाईँको नाम, ठेगाना र नम्बर पनि तल लेखेर मलाई दिनु होला। हामी 2वटा मतपेटिका भन्दै रहेछु, सुझाव पेटिका, गुनासो पेटिका र माग पेटिका भनौँ न, हामी तयार गर्दैछौँ। र त्यसमा चाहिँ तपाईँहरूले आफ्नो सुझावहरू के छन् ती सुझावहरू मलाई दिनु होला। र त्यो सुझाव र माग अनुसारका तपाईँको समस्या सुझाव के छ त्यो अनुसारको म काम गर्नेछु। माथि गएर त्यो लिएर भेला गर्नेछु म। तपाईँहरूको के छ मतपेटिका होइन, यो चाहिँ सुझाव पेटिका होइन, हामीले यसपालि गर्नेछौँ। र तपाईँहरूलाई हर्क साम्पाङ माथि गएर यस्तो यस्तो कुरा गरिदियोस् भन्ने खालको यदि लाग्छ भने तपाईँहरूले लेखेर तपाईँहरूको मागहरू त्यो सुझाव पेटिकामा हालिदिनु होला। म त्यो खालको लिएर आउनेछु। यहाँहरू सबैलाई म त्यो भन्न चाहन्छु। र यति भन्न चाहेँ। सबैको जय होस्, नमस्कार छ है, धन्यवाद।